हो नि एउटा खाएको एउटा खाएको 30 रुपियाँ कति खान्छ त्यही भएर केरा कसरी हो तेरा 120 हो 140 हो ए बवाले छ केरा बवाल छ तिमीलाई एउटा खायो भने एउटा 30 कति खान सक्छ त्यति तिमीलाई दिन्छु ल तिमी आफै खाऊ म पैसा तिर्दिन्छु ल दर्जन ल खाऊ ल कति खान्छ एउटाको 30 रुपियाँ ल दुईटाको 60 तीनटाको 90 म पैसा तिर्दिन्छु नि तिमीलाई ल यहाँ ल ल ल कति खान्छ खाऊ भाइ ल कति खान सक्छ खाऊ दुईटा तीनटा चारटा पाँचवटा मेरो गाडी खाऊ ल भाइ खानु भाइ खानु म अनि पैसा पर्दैन पर्दैन जति खानु तिमी खाऊ न कति खान्छ यो पुस्छु दुईटा ल ल ल स्ट्यान्ड आएर म समाइदिन्छु ल एउटाको 30 रुपियाँ ल हो भने खाऊ न दुईटा खायो नि तीनटा आयो नि तिमीलाई हुन्छ के दोस्रो खाजा गतेर खान्छ खाऊ पैसा म तिर्छु ल जतेर खायो नि पैसा म दिन्छु ल भाइ खानु म खाने तीनटा खायो भने 90 त आइहाल्यो नि तिमीलाई 30 ते 90 नलजाकन त्यहाँ मैले देखेर खानु पर्यो त्यहाँनिर फेरि त्यहाँ खानु भएन खाऊ त्यहाँ केही हुँदैन खाउन हौ खै त ल फ्याल्नु ल कुहिएको रहेछ कति खान्छ ल एउटाको 10 रुपैयाँ 30 रुपैयाँ एउटा 30 रुपियाँ ल आरामसे हो आरामसे ल कति खान्छ कि तीनटा चारवटा पाँचवटा कति खान्छ सक्छ हौ कमेडी बनाउँ है कमेडी होइन टिकटक हो हाल्नु चाहिँ नफाल्नु फेरि टिकटक हो क्या तिम्रो व्यवहार गर्दिन आइरहेको छु झन् मैले खाऊ खाऊ अझै खाऊ कतिवटा सबै खान सक्छन् सबै खाऊ ल कतिवटा खान सक्छ ठिक छ ठिक छ खाऊ खाऊ ल मजाले खाऊ होइन कतिवटा खान्छ म पैसा दिन्छु ल एउटाको 30 रुपियाँ ल पाँचवटा खान सक्छ ल खाऊ 3 भयो कि कति यतैसँग 3 भयो यहाँ सबै यहाँ राखेँ एउटा त त्यति खाइन भयो तीनटा भयो ल त खाऊ न भिडियोमा ल ल ल ल ल ल यससँग 3टा भयो ल 3टा भयो ल खाऊ अरू कितना कतिवटा खान्छ खाऊ ल अनि ठुल्ठुलो खाऊ ठुलो छैन ल म दिन्छु एउटा 4 भयो त्यससँग 4 भयो 5 खाऊ न भयो खाऊ न खाऊ सब पुग्यो कतिवटा भयो त्यससँग 5वटा भयो 5 भयो तेरा 5वटा भयो पैसा खस्यो अब के या तेरा 30 रुपैयाँ देखाइ आपले 50 रुपैयाँ हैन हो तिमीले खायो तिमीले प्राइस पनि पायो ल तिम्रो हिसाब गरेर ल्याऊ ल कति 150 भयो होइन ल 150 भयो ल